हेलो गाइस वेलकम बैक। र आज हामी फेरि बनाउन गइरहेका छौँ नारियलको लड्डु। र नारियलको लड्डु जुन चाहिँ हामीले जट्टा नारियल लिएर आएको थियौँ त्यसलाई चाहिँ हामीले यसले काट्यौँ, अघि काटिसक्यौँ र भिडियोमा देखाउन सक्दिनौँ। र अहिले हामीले त्यो नारियललाई ग्राइन्ड गर्दैछौँ र ग्राइन्ड गरेको हेर्नुहोस् र यो ग्राइन्डिङ हुँदैछ र यो ग्राइन्ड भइसकेको। यहाँनिर चाहिँ छ आलमन्ड अनि यहाँ घिउ र यो हो काजु र यहाँ अघि जट्टा नरियलबाट काटेको पिसहरू हो र उहाँ ग्राइन्ड गरेर राखिँदैछ र यो नारियल काटेर ग्राइन्डरमा हालिँदैछ। र अहिले हामी फेरि काजुलाई ग्राइन्ड गर्न गइरहेको छौँ। काजुलाई कति यति हुन्छ अलिक मजाले नै हालौँ न नि, उपरको डाइटो भरे। र यो आलमन्ड है ल खानुको लागि अलिकति हालेको फुपू, धेरै होइन। र हामीले फेरि इलाइची हाल्न गइरहेको छौँ। र यसको बाद हामीले भुट्दैछौँ त्यसलाई घिउमा भुटिसकेको बादमा निकाल्नेछौँ र तपाईँहरूलाई देखाउनेछौँ। र अब यी लड्डुलाई डल्लो डल्लो पारिँदैछ, कुनै ठुलो कुनै सानो हुँदैछ, प्र्याक्टिस चल्दैछ। अहिले मजाले हेरिन्छ यो। फाइनली फ्रिजमा राखिवरी निकालिसक्यौँ हामीहरूको लड्डु र म खान गइरहेको छु। फुपू एउटा लड्डु दिनु छिटो। ए मेरो यहाँ रहेछ भयो। मेरो लागि टिक्टा लाहो भनेर दिनु मन नगरी दिन खोजे जस्तै गऱ्यो त मलाई त। ल म यहाँ बसेर खान्छु। अस्तिको पालीमा पुरा धोका खाएको थिएँ, मलाई लड्डु भनेर चाहिँ आलु फ्राई गरेको जस्तो खिलाउन खोज्यो यिनीहरूले। यसपालि अघिको लड्डु हेर्नुहोस्। त्यो त काम भन्नु, अब आजको चाहिँ हेरेर खाएर हेर्नु। 1 2 3 यो त नरियलको काठ पनि हाल्दै त र लड्डुको टेस्ट ठिक छ होइन। अघि ग्राइन्डरमा केटेक गरेको त नारियल हो भनेको त यही होला पक्कै। र यो पुरा प्योर अर्ग्यानिक एकदम नेचुरलवाला बनाएकोसँग यो आर्टिफिसियल जुस खान गइरहेको छु। यो होममेड हो नारियल, तपाईँहरू पनि ट्राई गर्नुहोस्। यसको रेसिपी सिम्पल छ। काँचो नारियललाई ग्राइन्ड गरेर तावामा घिउसँग फ्राई गरेर चिनी हालेर एकछिन पाकिसकेपछि त्यसलाई चिसो पारेर डल्लो पार्ने, त्यति मात्रै हो। धन्यवाद। र के भन्न चाहनुहुन्छ तपाईँहरू यो लड्डु खाएर? भागेको हेर लड्डु देखेर भागेको। ल लड्डु खाएर कस्तो लाग्यो फुपू? के भन्नु, यति मिठो छ, यति स्वादिष्ट छ कि भन्नै सक्दिनँ कि यो घरमा यस्तो लड्डु पनि बनाउने मान्छे छन् भनेर। त्यो पछि भागेको मान्छे भयो भन्ने त्यसले नै हो त्यो काठ हालेको त्यो लड्डुभित्र।